देउसी भैलो खेल्ने प्रचलन कसरी सुरु भयो होला? यस सम्बन्धी राजा बलिहाङ राणा मगरको एउटा किंवदन्ती छ। राजा बलिहाङ 14औं वा 15औं शताब्दीको हालको पाल्पा जिल्लामा पर्ने बलडेङ्गी नामक एक मगर राज्यको राजा थिए। उनले आफ्नो राज्य र जनताको अत्यन्तै राम्रो हेरविचार गर्ने हुँदा उनलाई पनि जनताले एकदमै माया मान्थे। तर एक दिन यी राजाले सपनामा आउँदै गरेको औँसीको रातमा आफ्नो मृत्यु हुने भविष्यवाणी देखे। यो कुरा राजा बलिहाङले आफ्नो जनतालाई सुनाए र सारा जनता एकदमै दुखी भई रुवाबासी गर्न थाले। यो रुवाबासी र दुःखदेखि राजा बलिहाङले अन्त्यमा आफ्ना जनताहरूलाई आफूलाई बचाउने उपाय आफैले नै बताए। उनले भने, कार्तिक औँसीको रात कालले मलाई लिन आउँदा सबैको घरमा उज्यालो गरी काललाई अनुरोध गर्नु, यसो गरेमा म बाँच्न पनि सक्छु। राजा बलिहाङले भने अनुसार नै सबैले त्यो औँसीको रातमा दीपक बाली उज्यालो बनाएर काललाई बिन्ती गरे र अन्ततः त्यस रात राजाको मृत्यु पनि भएन। यसैले खुसी भएर उनीहरूले फैलो फैलो भन्दै नाचगान गरेर उत्सव मनाउन थाले। मगर भाषामा त्यति बेला फैलोको अर्थ हामीले बचायौं भन्ने रहेको मानिन्छ। यही फैलोबाट पछि भैलो भयो र यसरी नै हरेक वर्ष भैलो खेल्ने परम्पराको सुरु भयो भन्ने किंवदन्ती रहेको छ। यसबाहेक अरू किंवदन्ती पनि छन्। कुनै यही किंवदन्तीको भेरिएसन छन् भने कुनै चाहिँ टोटल्ली फरक। जस्तै जुम्लाका राजा बलिराज रावलको किंवदन्ती र असुर राजा बलिको किंवदन्ती।